के यौन अङ्गमा आउने मुसाबाट क्यान्सर हुन सक्छ? म भन्छु यस, हुन सक्छ। यदि हजुरहरूलाई ह्युमन प्यापिलोमा भाइरसको प्रजाति नम्बर 16, 18, 31, 33, 45 नम्बरको भाइरसबाट हजुरको यौन अङ्गमा शरीरमा मुसा आएको छ भने त्यो प्रजातिको भाइरसले क्यान्सर गराउन सक्छ। त्यो प्रजातिको भाइरसले पाठेघरको मुखको क्यान्सर, भेजाइनल क्यान्सर, पेनिसको क्यान्सर, गुद्दारको क्यान्सर, अनि मुखको क्यान्सर, घाँटीको क्यान्सर गराउन सक्छ। र यौन अङ्गमा आउने मुसाले मात्रै होइन, त्यो नम्बरको प्रजातिको भाइरसले मुसा आएको छ भने यौन अङ्गमा मात्र नभई अन्य ठाउँमा पनि क्यान्सर गराउन सक्छ। र यदि हजुरहरूलाई ह्युमन प्यापिलोमा भाइरस प्रजातिको 6 र 11 नम्बरको भाइरसले यौन अङ्गको वरिपरि अथवा मुसा आएको छ भने त्यसबाट क्यान्सर हुने सम्भावना न्यून रहन्छ। अब यसबाट बच्ने उपाय भनेको सुरक्षित यौन व्यवहार गर्ने र ह्युमन प्यापिलोमा भाइरसको विरुद्धको भ्याक्सिन लगाउने र महिलाहरूले समय समयमा पाठेघरको मुखकोबाट प्याप स्मेयर जाँच गराउने अथवा ह्युमन प्यापिलोमाको डिएनए टेस्ट गराउने। र यदि हजुरलाई कुनै यौन अङ्गमा अथवा कुनै ठाउँमा मुसा आएको छ भने यथाशक्य छिटो छाला तथा यौन विशेषज्ञ गएर यथाशक्य छिटो उपचार गराउने। हस्, धन्यवाद, नमस्कार।